नमस्कार, मेरो नाम रञ्जना प्रधान। म नाइटिङ्गेल स्कुलको प्रिन्सिपल। एकदमै राम्रो यो कुराहरू हाम्रो लोप भएको कुराहरूलाई जसले सङ्कलन गर्नुभयो उहाँलाई चाहिँ म एकदम धन्यवाद दिन्छु, आभारी छु। हामी पनि हाम्रो स्कुलमा राख्ने हामी कोसिस गर्छौँ। अहिलेको विद्यार्थीहरूलाई सबै मोबाइल दिएर नयाँ नयाँ टेक्नोलोजी मात्रै हेर्छ। पुरानो जति पनि हाम्रो संस्कार संस्कृति यस्ता कुराहरू छन् भने यो कुरालाई म मैले एकदम एप्रिसिएट गर्छु। उहाँलाई धन्यवाद दिन चाहन्छु। यस्तो कुरा गर्नुपर्छ। हामीले हाम्रो विद्यार्थीलाई सिकाउनु पर्यो। हामी कस्तो थियौँ पहिला, अहिले कस्तो भयो, हाम्रो घर जग्गा वन कस्तो थियो अहिले। उहाँलाई एकदम मुरी धन्यवाद क्या। म आफै नै चकित भएँ होइन। यति राम्रो लाग्यो, यति खुसी लाग्यो। मलाई असाध्यै खुसी लाग्यो। मैले भनिनँ यो टोलमा जानुपर्छ, स्कुलमा मात्र नभएर स्कुलमा त जानुहोस् होइन, हाम्रोमा पनि आउनुहोस्। प्रत्येक टोलमा गएर प्रत्येकजनालाई देखाउनुहोस् के भिजन। एकजना न एकजनाले त राम्रोसँगले निहाल्छ नि त होइन। त्यही भएर यो एकदमै राम्रो लाग्यो। होइन यो त सहयोग गर्नुपर्छ नि, जसरी भए पनि सरकारी होस् प्राइभेट होस्, हामी नेपाली हो नि, हाम्रो नेपाल हो नि होइन। त्यही कारणले गर्दाखेरि यो त गर्नै पर्छ। यहाँनिर सरकारी प्राइभेट एबिसिडी भन्दा नि हाम्रो नेपाल, हामी नेपाली, हाम्रो संस्कार संस्कृतिलाई हामीले झुल्काउनुपर्छ, गर्नुपर्छ र हाम्रो संस्कार बचाउनुपर्छ। कसले बचाउँछ? हजुरहरूले यस्तो कुरा ल्याइदिएन भने भोलि लोप भएर जान्छ। सबै विदेशी सक्यो अनि नेपाल कस्तो थियो के थियो कसलाई थाहा छैन। आज मलाई कतिवटा कुरो नलेज थाहा भयो, मलाई थाहा थिएन। अनि यस्ता कुराहरू हजुरहरूले बेला बेलामा वर्षमा 6 महिनामा एक्जिबिसन यो ठाउँमा राखिदिनु है। नेपाल देशभरि डुल्नुपर्छ यो कुराहरू है। एकदम म आभारी छु। मलाई कस्तो मन पर्यो, सबै मन पर्यो। अब एबिसिडी भन्दाखेरि अब जस्तै अब धरारै भयो, हाम्रो 3 चोटि भएको छ रहेछ। 3 चोटि धरारा भयो, टुरी खेल भयो, सिंहदरबार भयो। टुरी खेलमा त गाईहरू भैँसीहरू चढाइरहेछ। अनि कस्तो चढाउने बुढापाका होइन, दाईहरू बुवाहरूले कति आनन्दले गफ गरिरहेछ। अहिले त्यो इन्भाइरोमेन्टै छैन। अहिले खालि त्यहाँ केटाकेटी जान्छन् के हुन्छन्, के आन्दोलन हुन्छ। त्यहाँ त कति आनन्द यस्तो इन्भाइरोमेन्टमा गाई चराएर गफ गरेर आनन्दले बसेको थियो। यस्तो राम्रो लाग्यो मलाई है। अनि किर्तिपुरको त्यस्तै, भक्तपुरको त्यस्तै, काठमाडौँको त्यस्तै। न्यु रोडमा बिचमा पार्किङ रहेछ होइन। अहिले त खाँदा छ नि। थ्याङ्क यू।